हेलो गाइज वेलकम टु द माई न्यू भ्लग। आज चाहिँ हामी गाउँ काट्नतिर आएको होइन। अब गाउँ काट आएछ सुरु। भाउजूहरू आउनु भएको छ हाम्रो। तिनवटी भाउजू आउनु भएको हाम्रो माइली आन्टी माइली ठुलामाको छोरी बुहारीहरू भाउजूहरू हो। के भनिदिनु न अलिअलि गाउँ काट्न आएको। भाउजू यता हेर्नु तपाईँ पनि हो। पोज दिनुहुन्छ फोटो खिच्ने यस्तो। ए गाउँ काटाइ सुरु अब सुरु भइसकेको छ। अब चाहिँ गाउँ काट्ने धमाधम। बाबा पनि यता हुनुहुन्छ। बाबा पनि हुनुहुन्छ नि त। गाउँ काटाइ मचिरहेछ। म पनि गाउँ काट्ने अब हो। धरम धरम पार्नुहुन्छ। म जान्दैन फेरि त्यस्तै धरम पार्न। अनि गाउँ काट्दै गरौँ अनि कुराकानी गर्दै गरौँला होइन। अब गाउँ काट्न सुरु भयो। म पनि गाउँ काट्न जान्छु। अलि पछाडि मैले काटेको नि हेर्नु होला कस्तो हुन्छ। काट्न जान्छु कि जान्दैन राम्रोसँग। कमेन्ट चाहिँ के गर्नु होला भने चाहिँ राम्रोसँग त्यही गरिदिनु होला होइन। अब आज चाहिँ अब यसो गाउँ काट्दाको भिडियो कस्तो हुन्छ सबै तपाईँहरूलाई देखाउँछु। अब चाहिँ अलि पछाडि 12 बजीतिर चाहिँ यो गाउँ काटेर खाना खानु पनि जान्छ। खाना नखाएर आएको। एउटा गरा भ्याइयो। कुन गरा भ्यायो हामीले माथिल्लो गरा हो नि। हामीले चाहिँ यो गरा भ्याएको। अब चाहिँ यहाँ आयो। अब यो पनि कतिखेर भ्याइन्छ। म चाहिँ घाम बस्मे छ होइन। पुरा पोलेर आँखाबाट आँसु चुन्लाएँ। के गर्ने गर्मी धेरै छ। अब भाउजूहरू लाग्नुभयो। म पनि अब लाग्ने होला। अनि ए घाम यस्तो खतरा छ होइन। ल के भन्नु लाग्नु भएको थियो भन्नु न। डरेछ होइन त भाउजूले। भाउजू डरमा आइन्छ छैन छैन छैन। गाउँ काटाइ छ नि त। ल म कट गरिहाल्छु। अब गाउँ काट्न जान्दिनँ। काट्नु पऱ्यो त्यही पनि अलिअलि। गाउँ काट्ने भनेर आएको। गाउँ काट्नु पऱ्यो। अब छुट्टी भयो मस्किँदै काट्दै गरिन्थ्यो। भाउजूहरू हुन्छ होइन। अनि भाउजूहरूसँग कुराकानी गऱ्यो। गाउँ काट्यो। यस्तै छ। छुट्टीभरि घर घर छन्। मुठा पनि बाँध्न जान्दिनँ। भाउजूहरूलाई दिन्छु। छुट्टी भयो त छुट्टीको तालमा यहाँ मुठा बाँध्ने पनि थाहा हुँदैन। सबै काम गरिन्थ्यो। तालै आउँदैन। अब भाउजूहरूसँग त्यस्तै कुरा हुन्छन्। अनि भेटघाटको कुरा कहिलेबाट भेट्न आएको। अब छुट्टी भयो त 4 महिनापछि भेट भएको छ। अब छुट्टी भयो यता कुरा गर्ने उता कुरा गर्ने हाँस्ने खेल्ने गर्दा अब भ्याइन्थ्यो होला। भाउजूहरूसँग 4 महिनापछिको भेट। भाउजूहरूले त के भन्नुहुन्छ अन्त कहाँ लप पार्छ अरे के गर्छ सर सोध्नुहुन्छ। अब यहाँ कुराकानी गर्दैछु होइन। मैले कसलाई लप पार्छु कसैलाई लप पारेको छैन भन्छु पत्याउनुहुन्न। के अरे के भन्छन् के अरे बुहारी हुँदैन। देउरानी कता छ भन्छ न त। के गर्ने अब देउरानी कसलाई देखाइदिने हो। कोही छन् भने त्यहाँ देउरानी म हुँ भनेर कमेन्ट गरिदिनु है। कसैलाई म मनपर्छ भने होइन। छ अझै गाउँ त यता पनि छ पछाडि। अनि तलतिर पनि छन् 2-4वटा गरा अझै यहाँ तल। अनि बाबाहरूले एउटा गरै काटी भ्याउनु आएन। हामीले चाहिँ एउटा गरा भ्यायौँ। अनि कोही छ भने गाउँ काट्न जानेको यतातिर आम मलाई सहयोग पनि हुन्छ। बिहे पनि गरौँला। अनि क्या छ र 2 दिने जिन्दगी बिताउला। अनि बाख्रा बाटा छन् 2-4वटा घाँस काटौँला। बाख्रा बाटा बोका बाख्रा बेचौँला। अनि पैसा कमाउँला। विदेश जानु त यस्तै हो। नेपालमै बसेर गरौँला केही। कति विदेश जानु सबै विदेश गए। हामी चाहिँ यतै गरौँला। कोही छ यस्तो मन्जुर छ भने कमेन्ट गर्नु। म लिन आइहाल्छु। कहाँ हो ठेगाना सहित बताउनु। म सट्टै आइहाल्छु है त। गाउँ काटा यति भयो मेरो चाहिँ। घर गएर खाना पनि खानु पऱ्यो। बाख्रा बाटालाई पानी दिनु पऱ्यो। बाआमा जान्नु न रे। मैलाई जा भन्नुहुन्छ। अनि भाउजूहरूले काट्नुहुन्छ। म चाहिँ घर गएर अब गोरुलाई बाख्रालाई पानी सानी दिएर भित्र बाँध्नु पऱ्यो। घाम लास्टै छ। बाहिर बाँध्यो भने मर्छन् क्या। अब घर जानु पऱ्यो होइन। अनि खाना पनि खानु पऱ्यो। खाना खाइएको छैन। अब खाना खानु पऱ्यो। अनि गाउँ काटै चलिरह। अनि अब घर गयो भने बाख्रा पाठालाई पानी दिनु लाग्यो हेर्नु होला होइन कसरी दिने हो। त्यहाँबाट चाहिँ हाम्रो भाउजू हाँस्नुहुन्छ यी। अनि अब घर जान्छु म। अब बाइक पुरा घरतिर गरौँला अहिले यति नै। ल म गएँ घर। अनि मम्मी बाबा उता हुनुहुन्छ। हामी चाहिँ यता
अनि अब यति छ काट्नुपर्ने यो गर अनि अब यहाँबाट यो यता यता तलतिर अनि त्यहाँबाट यता घुम्ने। अब केटी चाहियो हुनुहुन्छ उहाँ आउँछु हाम्रो मम्मीले बुहारी चाहियो हुनुहुन्छ कोही छ भने कमेन्ट गर हौ कमेन्ट गर म छु भनेर बुहारी बन्ने कोही छ भने चाहिँ यहाँ गाउँ काट्न सक्छ कि सक्दैनौ त्यो हेर्नु होला पहिला गाउँ काट्न सक्दिन नसक्ने भए फेरि कमेन्ट नगर्नु गाउँ काट्न सक्ने सबै काम गर्ने भए चाहिँ कमेन्ट गर्नु। हाम्रो बाबा मम्मीलाई खाना पकाएर खुवाउने गाउँ काट्ने बाख्राबाटलाई घाँस काट्ने सबै छ भने चाहिँ सकिन्छ भने चाहिँ म गर्छु बिहे तपाईँको छोरासँग भनेर कमेन्ट गर नत्र नगरौँ है कोही छ भने। हजुर उता हुनुहुन्छ अहिलेलाई यति अब घर गयो भने कुराकानी गरौँ ल। अब म चाहिँ घरतिर लागेँ अनि अब घर गएर गोरुलाई बाख्रालाई पानी दिएर भित्र बाँध्छु अनि आफूले खाना खान्छु त्यसपछि आउँछु। घाँस कता छ घाँस यतै बाख्रालाई एक टङ्गाउने घाँस चाहिँ यहाँ चाहिँ यो घाँस चाहिँ बाख्रालाई पानी दिएर टङ्गाउने हो घर लगेर अब चाहिँ म जान्छु अनि अब घर गएर सबै गरेर चाहिँ खाना खाएर अनि पछाडि फेरि गाउँ काट्न आउनुपर्ने छ त्यतिखेर कुराकानी गरौँ है त। बाख्रा पाठा चाहिँ यिनी हुने होइन अब दाना खुवाउनु पऱ्यो यिनलाई उता छन् गोरु चाहिँ अनि यता पनि छन् होइन यता दुईवटा छन् अनि यिनी चाहिँ दुईवटा भए यो चाहिँ बोका होइन यता छन् अरू पाठा 5-6वटा पाठा यता छन् यहाँ पनि छन् बाख्रा पनि धेरै छन् होइन यहाँ छन् होइन यहाँ 6वटा छन् अनि दुईवटा यहाँ 8वटा होइन अनि यिनी दुईवटा चाहिँ भाउजूका हुन् यिनी जेठी भाउजूका अनि यहाँ चाहिँ 7 राख्नु होइन यिनी 7 र हाम्रा हुन् 15वटा खानु होइन बाख्रा पाठा 15वटा बाख्राबाट 2वटा चाहिँ गोरु छन् अनि यिनलाई दाना खुवाउनु पऱ्यो खाने दाना दिएर चाहिँ अनि फेरि खाना खानु पऱ्यो होइन। अनि भाउजूहरू चाहिँ उहाँ तल हुनुहुन्छ होइन भाउजूहरू उहाँ हुनुहुन्छ भाउजू ए भाउजू हाई भन्नु त हात लाउनु न तपाईँ कता हराउनु भयो ल भन्नु अब भाउजू आउनु कि आउनु हो आउनु 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 ल आउनु यहाँ आउनु पानी लगाएर जानु होला यता हेर्नु यहाँ देखाइरहेको छु मैले। खानासाना खाएर चाहिँ अब एकछिन आराम गऱ्यो होइन शीतल बस्यो होइन शीतलमा बसेको एकछिन काम लास्टै थियो नि त्यही भएर अब चाहिँ फेरि अब गाउँ काट्न जानु लाग्यो होइन अनि अब चाहिँ गाउँ काट्न जानु लाग्यो होइन आइस हुँदाएर अब बाहिरतिर जान्छ गाउँ काट्नलाई बुवाहरू जानुभयो बुवा जानुभयो मम्मी चाहिँ मामा घरतिर जानुभयो दिदीसँग होइन हिजो दिदी आउनुभएको थियो तुलसीपुरदेखि त्यही भएर तुलसीपुरदेखि दिदी आएसँग तुलसीपुरबाट आउनुभएको दिदीसँग मम्मी चाहिँ माउल जानुभयो होइन अब चाहिँ मम्मीहरू पनि आउनुहुन्छ सबै आउनुहुन्छ बाबा चाहिँ गइसक्नुभयो म पनि जानु लाग्यो होइन भाउजूहरू चाहिँ अघि घर जानु भयो घर होइन बाबु नानीहरू रोयो भनेर बाबु नानीहरू छ नि त त्यही भएर बाबु नानीहरूलाई बोलाउनु जानुभएको थियो अघि चाहिँ अब फेरि आउनु बेला हो भाउजूहरू पनि आउनुहुन्छ म चाहिँ जानु लाग्यो अब गएर गाउँ काट्ने अरू कुरा पनि गरौँला है त भाउजू चाहिँ अब के गर्दै हुनुहुन्छ है भाडा मान्दै हुनुहुन्छ होला दिदी मम्मी आउनुभयो अब भाउजूहरू आउनु बाँकी छ अब सबैले गाउँ काट्ला है नै पलक बनाएको अनि दिदी र मम्मी चाहिँ आइजानुभयो मामाबाट अब भाउजूहरू आउनु बाँकी छ भाउजूहरू अहिले आएको भन्नुभएको थियो कता जानुभयो खै अनि ठुली मम्मीले फोन गर्नुभएको थियो म त केरो ठटाउनु जाने हो भाउजूहरू आउँछन् भन्नुभएको थियो र आउनु होला खै कतिखेर आउने जति एउटा आए पनि आए त हुन्थ्यो यहाँ एउटै आए पनि हुन्थ्यो नानी पैसा आउनु परेन अब यहाँ पुरा काट्न आएको गाउँ पसिना आयो पानी पनि खाइसकेँ मैले त यार पानी खाइसकेँ मैले चाहिँ पानी ल्याउनु पठाएर पानीको बोतल चाहिँ कता छ पानीको बोतल चाहिँ शीतलामा राख्ने भनेर यहाँ तल चाहिँ पानीको बोतल यता फालेको छ होइन अनि बाबा मम्मी दिदी म 4जना छौँ अहिले चाहिँ 4जनाले गाउँ काट्दै अब भाउजूहरू आयो पनि हुन्छ अनि अब गाउँ थोरै छ अब एउटा 2टा घर यतापट्टि छ अनि उतापट्टि छ नि त डाँडादेखि उता छ यता चाहिँ अब 2टा घर यो सिद्धियो भने
अनि यति त्यो गरे चाहिँ भोलिलाई रहन्छ होला थोरै भोलि पनि गाउँ काट्ने छ भोलि फाइनल लास्ट भोलि अनि त्यहाँबाट फेरि यहाँबाट तल रोडमा बोकेर मेसिनमा हालेर फेरि घर बोक्नु छ गाउँ चाहिँ भोलि चाहिँ फाइनल हुन्छ होइन काटेर बोकेर चाहिँ अब पर्सि बोक्ने होला अनि पर्सि बोकेर चाहिँ मेसिनमा हाल्ने अनि मकै पनि छर्नु छ माथि एउटा गरामा अनि माथि मकै पनि छर्नु छ अनि भोलि मेसिन पर्सि चाहिँ बोक्ने होला गाउँ होइन भोलि फाइनल पर्सि बोकेर निकोर्सि मेसिनमा हालेर अनि उता गाउँ मकै पनि छरेर अनि उतातिर जान्छ लगभग पर्सि निकोर्सि हुन्छ होला उतातिर हिँडाइ चाहिँ होइन अनि अब गाउँ सबै काटेर ल्यायो भने चाहिँ जानुहुन्छ अब आज चाहिँ अब कति काटिन्छ हेरौँ साँझसम्म जति काटिन्छ म तपाईँहरूलाई सबै देखाउँछु है दिदी मम्मी दिदीले चाहिँ मेलो अघि लैजानु मेरो चाहिँ यता पछाडि छेर कोही सहयोग गर्न आउनु त यतातिर सहयोग गर्ने मान्छे कोही मनकारी मान्छे छ भने यतातिर मेलो लगिदिन आउनु म चाहिँ यता यो भिडियो बनाउँदाखेरि यता पछाडि छुटेँ अब कसरी लग्ने मेलालाई के गरी काट्न आउनुहोस् है यहाँ चाहिँ अब म चाहिँ अब एक्लै भएँ मलाई एक्लै छोडिदिनु भयो मसँगै भिडियो बनाउने मसँगै काट्ने मान्छे चाहिँ कोही चाहियो एउटा अब एउटा चाहिँ आउनै पऱ्यो मेलो सार्दिने म भिडियो बनाउँदा चाहिँ मेलो चाहिँ सार्दिने हुनु मान्छे हुनु पऱ्यो अनि अब दिदीहरू मम्मीहरू सबै हुनुहुन्छ भने त उहाँहरूले आफ्नो मेलो सुई लगाएर जानुहुन्छ मेरो मेलो त्यतै पछाडि सरिन्छ मुसा मेला चाहिँ त्यही पनि अब दिदीले चाहिँ टिकटक बनाउने हुनुभयो अहिले टिकटक बनाउँदाखेरि चाहिँ देखाइदिन्छु म होइन टिकटक कस्तो बनाउँछ दिदीहरूले होइन अब भाउजूहरू आए पनि सबैले टिकटक बनाउनु लागेको गाउँ घाट लागेको सबै हेर्नुहुन्छ साँझ कति हुन्छ फाइनल आज कति काटिन्छ साँझ सबै देखाउँछु छिटो आउनु छिटो भाउजू पनि आइसक्नुभयो आउनु आउनु भाउजूहरू आउनुभयो अब आउनु आउनु यता आउनु अनि यता काटौँला अनि यता तलतिर जाउँला खै त अर्की भाउजू हो ए खाना बनाउने हो भाउजूले ए भाउजूहरू आइपुग्नु भयो अहिले यो अघि नै यस्तो भन्नु पर्दैन हाई भनेर अहिले भन्नुहुन्छ ए यस्तो भएको छु म कि घामले साह्रै राम्रो हुन्छ कि तपाईँ कपाल यस्तो भइसकेको छ मम्मी मम्मी घरै चरा काट्ने अघि नै फोन गर्नुभएको थियो त मलाई त कोही मम्मीले मैले घाँस काटेँ भन्छु कान्छालाई घाँस काटिदिन्छ कुनै आफ्नै बाख्रा काटेको छु रुईले घाँस अनि अहिले पनि काटेको छैन अनि भाउजूहरू आइपुग्नु भयो भाउजूहरूले घाँस लग्ने अरे आफ्नै बाख्रालाई घाँस छैन के हेर्ने अब रुखो चर्न सक्दिनँ को त्यही लग्नु ए हो र लैजानु तपाईँले कहाँको लग्नु त को चिउरी को यो चिउरी यो अनि तपाईँले कहाँ लग्ने दिदी बाख्रा छैन सहयोगी हो तपाईँ अहिले त गाउँ लैजानु होला है त तपाईँ अहिले त गाउँ लग्नु होला मम्मीले दिनुहुन्छ अनि मम्मीले नदिए नि म दिन्छु अनि यति मनकारी छु धन नभए नि यति मन त छ मसँग फेरि होइन यति धन त चाहिँ मन छ फेरि त्यति गाउँभर दिन सक्ने छ आँसी कहाँ हराएँ मैले आँसी त्यही आँसी यत्रो 4 दिन भइसक्यो आँसी हराउनु लाग्यो एक ठाउँ राख्यो भने थाहा पाउनु कि कहाँ राख्छु म चाहिँ अब भाउजूसँग गएँ मेरो मेलै लगिदिनुहुन्न यहाँ भाउजूले लगिदिनुहुन्छ कि भिडियो बनाउनु लाग्छ मेलै लगिदिनुहुन्न यार उतै पैसा छोडिदिनु मेलामा यस्तो ढल्या छ नि त्यही पनि आज म काट्न नसक्नेलाई यस्तो ढल्या मेलो दिने त्यही पनि पछाडि छोडिदिने किन होला मम्मी बाबा घारीमा बसेर काट लाग्नु भए ढलेका मम्मी चाहिँ हिँड्दिनँ म चाहिँ मेलो छोडेर गइसकेँ अब कसले काट्ने थाहा छैन आएर काटिदिनु तपाईँहरू नत्र दिदीहरूले काट्नुहुन्छ अनि घाम यस्तो छ यस्तो खतरा घाम चाहिँ आँखामा पुरा आँखाको ज्योति खाइदिन्छ घामले यस्तो छ हेर्ने हो भने पनि कति डिग्रीको घाम छ यहाँ हेर्नुपर्छ एकछिन हेरेर म भनिदिन्छु तपाईँहरूलाई कता थियो आन्टी कत्रा थियो आन्टी हड्डी कत्रा थियो
नामै लामो फेरि प्लेट भरि बाबु त्यो प्लेट भरि गरे केसको मोमो खानु भयो र बफ मोमो खानु भयो मैले भने आन्टी मलाई खान्न भने राम्रोसँग मलाई खान्न मलाई पसिना आन्टी मलाई खान्न भने खाके खा भन्नुभयो न यस्तो खान्न भने त्यो होटलवाले आएन हाँस्यो होटलवाले हाँस्यो अझ खानु र भन्थ्यो आए बिचरा आए यस्तो डर लागे जस्तो भयो क्या दिरिङ भयो र आन्टी म खान्न म त लाटे लाट दिदी थियो मैले त म खाइदिइनँ आन्टी मैले खा भन्नु तपाईँले खाइरहेको खानु पऱ्यो भने एकदम त झोल पनि खाइआउँ क्या खान्न म भने सुप पनि खानु खान्छ डल्ला त खाले मोमोका डल्ला त खाल्नु भयो ओके घिनाइ खाइदियो अर्कै लाग्थ्यो अब त अलि केही बार्न परे जस्तो लाग्थ्यो तिन हड्डीदेखि त डराइ गरेर खान्न आन्टी भनेको पहिले खानु भन्नुभयो देख्न त्यो आन्टी के त हड्डीमा खान्न भने खाने खा भन्नुभयो म त खानै सक्दिनँ भने त्यो होटलवाले आयो फेरि त्यो कहिले खानु न म कहिले खान्न यस्तो भने पुरा पसिना छुटी आउने त्यत्ना हड्डी त दिन नि थियो कहिले किन दियो होला त्यत्ना आदि दिने नि अरे भाउजू कतना आदि दियो झन् पुरै खुट्टै ल्याइदिएको थियो गाडी त्यो मान्छे मोमो ग्राउन्ड मान्छे कस्तो खालको होला जस्तो पाए त्यस्तै अलिकति हुन्छ र दिन भने दिँदाखेरि पनि त्यही खोज्नु त सुप अनि त्यो खुट्टामा त्यो के अरे हड्डीमा झारे हुँदो नि त तर इन्जेक्सन त सही गर्छ र नि हड्डीका त्यो त्यस्ता हड्डीहरू त्यो हाम्रो मम्मीले फेरि खाएको खाइ गर्नु छ त्यो मोमो खाएको खाइ गर्नु छ हड्डी चिसी गर्नु छ उहाँलाई नै इरिगेसन छ फेरि छैन गइसक्यो गयो राम्रै हो दिदी म त अब ललताले पनि कुन ठाउँमा लैजाउँ खाम भन्थ्यो अनि अहिले चाहिँ त्यो कता कुखुरा उठाएको भेट्यो भने अघि हो कुखुरा उठाएको भेट्यो खाएर मोमो गराउने ठाउँमा कुखुरा उठाएको अनि तिनी के अरे तिनी बोइलर आन्द्राहरू नपखाली हाल्यो अरे जस्तो त्यो त हुन त हो क्या के थाहा नि सुप त के को बनाउँछ सम्झिकन त मलाई घिन्थ्यो हेर खान्छ एकपल्ट फेरि त्यो चाउमिन खाने लागेको बेला क्या त्यहाँदेखि त्यो पुलचोकतिर कहाँ उता कहाँ गइन आएँ त्यो भोक लागेको थियो अनि म चाउमिन गराउनु दिदी भने त्यसले त गन्याउला काटिन म नखाइन अहिले म त खान्न दिदी भने गन्याउला त्यो बन्दामा घुस्याउ रहेछ म त चाउमिन गराउने ढिलो जान्छ म त खान्न अनि तपाईँ मलाई बरु अरू दिने भने पोलिथिनमा खाना पठाएँ तिनी समोसा जान ल्याइदिएँ भोक लाग्दैन त्यहीबाट यो चाउमिन पनि म खान्न जाँदा बजारहरूमा पनि बनाउँदा पखाल्दैन हामी कति घर यहाँ खतरा कुरा भयो आज जिन्दगीमा नसुनेको कुरा सुन्नु पर्यो आज होइन कहाँ खुट्टा कहाँ भैँसीको खुट्टै ल्याइदियो अरे कता कुकुरको टाउको भेट्यो अरे कहाँ गन्नेवाला भेट्यो अरे है खाने बेला सबैले होस गर्नु होला है त्यहाँ बजारतिर खाने बेला सबै पहिला हेर्नु होला किचनमा गएर अनि बल्ल खानु होला है सबैले त्यो हेरेर खानु होला नत्र यसरी पर्ला नि तपाईँहरूलाई फेरि अब घर जान लागेको म चाहिँ खाना पकाउन मम्मी बाबाहरूले काट्दै हुनुहुन्छ होइन अब काट्दै रहनु होला तपाईँहरू म चाहिँ गएँ अनि रे यता हेर्नु बाई बाई भनिदिनु ल बाई बाई आजको लागि यति भोलि नै तपाईँहरू भ्याइनु भयो अनि तपाईँहरू आउनु ल यहाँ भ्याइन्न यो त गाउँघाट त भ्याइन्न आज आउनु होला फुर्सद भयो भने आउनु होला अनि रे हामीले हजुर यता हेर्नु भनिदिनु त आउने कि नआउने यहाँ गाउँघाटमा होइन फुर्सद भयो भने आउनु होला अनि मम्मी देखिनु भएन है अन्तिम लास्ट हो कि लास्ट मम्मी यता देखिनु त अलि यता घारीबाट देखिनु न बाई बाई भनिदिनु हो बाई बाई क्या बास दिदी पनि भनिदिनु सबै बाई बाई भन्नु नि त आजको लागि यति
आजको लागि यति माथि काली त यहीँ आइसक्यो ल हेर्नु त अहिले त के मुखै हुँदैन नि तर यार जत्तेरी ओइ ओइ यता हेर त नानी डराएर नानी यहीँ आइसकेपछि बोलाउन मलाई म खाना पकाउनु जान्छु अब चाहिँ यहाँ चाहिँ अब काट्दै हुन्छ यो गरेर काटेर आउनुहुन्छ जान्छ यो गरेर एउटा गरेर चाहिँ भ्याएर आउनुहुन्छ होला म चाहिँ खाना पकाउनु जान्छु अब ल अब म खाना पकाउनुतिर लागेँ साथी हो अर्को चाहिँ अब अर्को भलक भोलिको लागि चाहिँ भोलि गरौँला होइन अर्को भलक चाहिँ आजको लागि यति नै अब घर गएर खाना पकाउँछ दाल बसाएर आएको कस्तो भयो बहिनी चाहिँ यहाँ आइसक्यो बोलाउन अनि दाल हेर्नु पर्यो घर गएर दाल पायो कि पाएन अनि दाल पाकेको भयो अब दाल साल झान्ने होइन दाल उमाल्ने होइन त्यहाँबाट अनि भात तरकारी पकाउने खाना पकाउने छ अनि गएर चाहिँ टक्क खानासाना पकाउनु पऱ्यो अनि खाएर चाहिँ आजको लागि सुत्नु पऱ्यो है त हस् त यति नै आजको लागि लास्ट अब यति नै हो अब भोलिको लागि भोलि नै सोचौँला होइन त आजको लागि यति नै बाई बाई सबैलाई सी यू टुमारो अनि राम्रोसँग बस्नु होला भन्न चाहन्छु सबै जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ आफ्नो आफ्नो ठाउँमा आफ्नो केयर गर्नु होला होइन आफ्नो के छ प्यासन गर्नु होला आफ्नो प्यासन के छ आफ्नो सपना के छ आफ्नो काम के हो सबै पुरा गर्नु होला होइन म चाहिँ अब लागेँ होइन यति आजको लागि लास्ट भलक चाहिँ यति हो आजको भोलिको देखाउने छु हजुरहरूलाई फेरि आज चाहिँ अब खाना पकाउनु पऱ्यो मम्मी बाबाहरूले लास्ट एउटा गरा छ त्यही काट्न लागेको गरा भ्याएर चाहिँ आउनुहुन्छ होला अनि म चाहिँ खाना पकाउँछु अब हस् त बाई बाई यति नै आजको लागि म चाहिँ आशी समाएर हिँडेको छु हस् त बाई बाई